अहिले हाम्रो यहाँ चोथाङ हो यो यहाँबाट देखिने चरीगढ हो तपाईँको हाम्रो चरीगढ बजार भीमेश्वर नगरपालिका हो है। ऊ पर डाँडा चाहिँ हाम्रो त्यो चोथाङ डाँडा हो है। यो चाहिँ दुधडेरी होइन त यो दुधडेरी हो हेर्नुहोस् त यो चाहिँ हाम्रो डेरी हो। हेर्नुहोस् यहीँ उतापट्टि देखिने डाँडाहरू चाहिँ तपाईँको पौटी फस्को हो। अहिले सैलिङमा धुम्म छ हेर्नुहोस् यहाँ झरी पर्ला पर्ला जस्तो भएको छ यहाँ अहिले चाहिँ यो चोथाङ च्यान डाँडा यो चोथाङ च्यान डाँडा हो यो। यहाँ अहिले कामहरू चाहिँ यहाँ चाहिँ प्रतीक्षालय बन्दैछ। अनि ओ ठेकेदार साहब यो के हो के बनाएको यो अनि कति लाखको प्रतीक्षालय हो यो 5 लाखमा भ्याउँछ त अलि हो र। अनि दरो बनाउनु पर्यो फेरि या त धेरै फेरि तिमी त मान्छे ठिक छौ नि तिमी अब देख्दा त यसो मैले हेर्दा त 15 लाख 16 लाख जस्तो देखिन्छ दरो देखिन्छ है। ठिक हो यो राम्रो अलि राम्रो तरिकाले बनाउनु पर्यो। यो चाहिँ दरो बनाउनु पर्यो कि अब फेरि यहाँ त सबै अब है। अनि अरू के छ ल भन्नु अब बजेट भाषण कस्तो लाग्यो अहिलेको बजेट भाषण स्पेशल ठिक छ र यसपालिको बजेट ल। यो चाहिँ हाम्रो यो चोथाङ हो है। यहाँ चाहिँ अलि प्रतीक्षालय चोथाङमा मकैबारीको यो प्रतीक्षालय चोथाङमा चाहिँ यो अहिले हुँदैछ यहाँ बनाउँदैछन् यो भाइहरूले। ल हेर्नुहोस् यो राम्रो बनाइरहेछ यो यस्तो छ है। यो उतापट्टि मकैबारी पल्लोपट्टि मकैबारी हो यो हेर्नुहोस् यहाँ हेर्नु अनि यो पहिलाको चाहिँ कालिम्पोङ जाने हाम्रो यो पहिलाको चाहिँ बाटो हो यो बाटो चाहिँ अलिक क्यान्सल भइरहेछ यसमा क्यान्सल भइरहेछ यो चाहिँ अलिक हेर्नुहोस् हो हेर्नुहोस् अब यहाँ के छ भने अब यो तल्लो रोड देख्नु भएको छ नि तपाईँहरूले यो चाहिँ मकैबारी साखिनी सेरा जाने रोड हो। त्यो तल्लो बाटो हेर्नुहोस् तल्लो बाटो है। यो बाटो पिच भएको छैन अब खै पिच हुने कुरा चाहिँ भएको जस्तो छ है। अब देशको कानुन पशुपतिले जानुन् भन्थे है त त्यस्तै हेर्नुहोस् है। हेर्नुहोस् यस्तो छ हेर्नु त्यहाँ होइन कामहरू भइरहेछ यहाँ